म चाहिँ खासमा लाइक हुन्छ नि त एक महिना चाहिँ लाइक हल्का बिमारी नै भएको थिएँ, प्लस म आफैलाई पनि अनकम्फर्टेबल लाग्थ्यो र त्यस कारणले मैले केही चलाउनु थिएन होइन। त्यही हो, मलाई चाहिँ सब कुराहरूले खासै अलिकति असर गरेर जस्तो लाग्थ्यो कि सो त्यही भएर अहिले चाहिँ मलाई खासै कोही माथि नै ट्रस्टहरूदेखि लिएर त्यो कुराहरू केही पनि लाग्दैन क्या होइन। यस्तै हो होइन, मान्छे चाहिँ चेन्ज भयो होला। कसैमा मैले सबै कुराहरू डेली गरेर हेर्नु पऱ्यो, अनि दाइहरूसँग नै बोलेँ होइन, त्यति राम्रोसँग कोहीसँग नि। त्यही हो, फेसबुकहरू मेरो आइडी ओपन भइरहेको रहेछ त। कति पछि ओपन आइडी गरेको मैले। मेरो सेप सर के कमेन्ट हान्नु नि त, ह्यान्डसम मेरो सेप हप्तामा असला करेन्ट लाग्छ त यार। सेप सर म यही दाइबाट इन्सपायर भएर मैले नै काम सिकाएँ अन्त होइन। त्यही भएर मेरो दाइहरूलाई चाहिँ म मान्छु। ओइ मेरो त जुन किरा हिरा रे यस्तो गीत बज्यो भने क्या एउटा लाग्छ मलाई। सोल्डरले कहाँबाट फोटो हालेछ त। को हो यो सुनिता तामाङ? मलाई फ्रेन्ड रिक्वेस्ट पठाउने हो आर यु? ए हो बसन्ते डाइरीको बुढी रहेछ। मेसेन्जर हेरौँ न यार, कति कोले मेसेज गरेछ हौ मलाई। कनेक्टिङ सेलेक्ट कता हो यार, मेसेन्जर नै चलाउन आउँदैन बिहान। रेजिस्टर नाउ मोर के हो यो, किन पिनमा आया? के हो म त मेसेन्जर चलाउनु नआएको के देखायो यो? ओहो के हो, रमेश सुजल ग्रुपमा नि कल गरेर रहेछ त अनि केटाहरूले त। विजय राजेशले कहिले मेसेज गरेर कालेश राजेशले अस्ति नै त्यो गरेछ। मैले टिकटक नै खोलेको थिएन हो, टिकटक नै हेरौँ न त। टिकटकतिर नि औडा आउँछ, त्यही भएर मलाई त क्या त्यो लाइक त्यो पुरानो गइसकेको कुराहरू याद आउँछ क्या, अनि त्यही भएर मलाई हल्का त्यो लाइक हुन्छ नि, झन् अहिले अलिक कम भइसकेको थियो, लाइक फेरि त्यस्तै हुन्छ कि भन्ने जस्तो डर लाग्छ क्या। त्यही भएर अलि धेरै डर लाग्ने गर्छ होइन।
तिहार लाग्यो चाहिँ यार मलाई मात्र तिहार नलाग्यो कति बेर लागेको हो समय पनि स्लो चल्नको स्लो स्लो मेरो आइडी पो ओपन हुन्छ हुँदैन त्यो मलाई पनि थाहा छैन ए रहेछ त अकाउन्ट नट फाउन्ड पिनकोड पो माग्छ त उही अनिल तामाङ 1017 कुन जिमेल आइडीमा छ हो फेरि हो ए यहाँ छ 77 कति आएछ भएछ डेली लाइफ हेर्ने मनपर्छ कमेडी फुड यति नै गरिदिउँ न मलाई थाहा छ दुनियाँमा के हुँदैछ तिमीहरूलाई सब थाहा छ के भन्छ केपी बाबुहरूले मलाई यसको चाहिँ यस्तो मनपर्छ नि कसम साँच्ची नि के आएछ फलोवर्स नि आएछ त नि को हो यो फेरि कस्तो लड्डु रहेछ है तिमी को हो रे को हो फेरि हो तिमी को हो यो मलाई यस्तो यस्तो कुराहरू आउँछ कि त्यो भएर खासै त्यो चलाइरहनु नि मन लाग्दैन के को फेरि हो मलाई यस्तै कुराहरूले मऱ्यो भने भाइले नि पठाइरहेछ त अनि 4-5वटा भिडियोहरू कहिले मैले देखेको हो न मेरो भाइको कतिहरू लाइक आएको हो मेरै मात्र आउँदैन त समस्याहरू मान्छेहरूले यसो गर्छ कुनै भर नभएको यो जिन्दगीमा रहर पनि कति कति जिन्दगी मेरो बेकल्ला जस्तै खाएर मान्छेहरू टिकटक बनाउँछ होइन यसले मलाई के भिडियो सेयर गरेछ फेरि के बिना भिडियो सेयर गरे हौ माया कुरी मलाई चाहिँ किन करेन्ट लागिरहेछ आई डोन्ट नो म लाइक गरिदिन्छु कमेन्ट गरिदिन्छ मेरो फुर्सद छैन ल दसैँमा गएर आयो होला पनि सायद को हो यो यसो यसो होला पठाउने यसले के भने के साह्रै भिडियो पठाएको हो मेरो बास चाहिँ मैले कहिले लाइक गरेर भ्याउने भिडियोहरूमा आधै दुख्यो यार आधै दुख्छ यार लाइभ सेयर गरिरहेछ के भन्नु रिबदासको लहर उडायो मलाई को हो यो फेरि सरी माया अरे नाम पनि के राख्छ सरी माया पूर्णिमा अरे को हो पूर्णिमा के भने हो पितृका भन्ने केटालाई 27 वर्षको अगाडि ए त्यो को हो यो फेरि वाट इज द्याट मिसिङ नम्बर रे
विनर रु 20,000 बांसुरी मोम दूसरे भाई तुम्हारा टाइम कैसे चल रहा है माई टाइम यति नै रहेछ यार मलाई खासै धेरै सम्झेको छैन रहेछ के भयो अरू खाने होइन नि केटो यो केटो मलाई खासै धेरै सम्झाएन रहेछ सो खुसी लाग्यो एकदम धेरै यो चाहिँ के हो 20 वटा आमा नित कनेक्टिङ के हो यो चाहिँ को हो फेरि यो रिभिजन लाइभ बसिरहेछ मेरो भएन को हो यो के कसको आइडिया आइरहेको ओह मेरो बहिनी आएछ प्यारी बहिनी मलाई बहिनी लेख्न नै आएन यो के आयो एउटा फेरि रिप्लेस लाइभ भिडियो कोले मेरो प्रोफाइल हेरेछ ताइन तुइमा भाइले हेरेछ अनि यो त धेरै पहिला गएर यो आइडी पनि अकाउन्ट नट फाउन्ड भइरहेको रहेछ पनि मेरो आइडी नै एउटा भिडियो हालिदिउँ न त है लेट्स सी के आउँदो रहेछ रियाक्सन होइन अलरेडी मैले बनाएर आएको आज फुटबल खेलेको तर मलाई चाहिँ खेलाएन म के गरौँ कुन हाल्नु मनमा भएको सबै कुरा देखाउनु हुँदैन मिता केही कुरा मनमै राखेको मिठो हुन्छ तर होइन यो होइन छ यार अरू राम्रो राम्रो थियो हौ फेरि मैले स्याड हालेपछि अनिल फेरि कम ब्याक आई डोन्ट नो बट त्यो पहिलाको अनिल चाहिँ होइन पहिलाको अनिल चाहिँ होइन है गाइज कहाँ हो यार एउटै भेट्दैन त अनि टिकटक पनि सोचेर बस्दैछु कसरी काट्नु जीवन जिस लड़की से मैं प्यार करता था मेरे अंधेरे भरी जिंदगी में उजाला बनकर आई थी पर मेरी एक गलती से मैंने उसे खो दिया आए हाय मेरो टुलिप लाइक हुन्छ नि मैले यो कति मेहनत कति उ गरेर हालेको क्या हालिदिउँ होइन के हुँदो रहेछ के भन्ने हाल्नु त मलाई पनि त्यस्तो के लेख्नै हुँदैन नथिङ #nothing nothing is close nothing #for you मेरो आइडी नै फ्रिज भइसक्यो होला हौ मलाई कति उ भइसक्यो अनि भयो म यत्तिकै हालिदिन्छु लोकेसन हालिदिन्छु